हेलो गाइज, नमस्ते सबैजनालाई। हामी चाहिँ आज कहाँ जाँदैछौँ ल भनौँ गाइजहरु? हाट बजार जाँदैछौँ भन न। पार्क जाँदैछौँ कि हामी, अनि बजार पनि पार्क पनि। के पार्क अरे? चिल्ड्रेन पार्क। अनि बेबी चाहिँ अगाडि गइसक्यो कि बेबीलाई घुमाउनु लानु लाग्छ हामीले। अनि चाहिँ हुनुहुन्छ हाम्रो यहाँ के माया मगर्नी सिर्जना मल्ल। हाम्रो चाहिँ बोल्दै गरेको चाहिँ फर्स्ट भ्लग। हाम्रो दिदी मेरो फर्स्ट भ्लग। के छ गाइजहरु? तपाईहरुको खबर भयो? हेलो गाइज, साथीहरु हामी चाहिँ पार्क पुग्न लागिसकेका छौँ है। अब जस्ट 2 मिनेटमा हामी पुगिहाल्छौँ। कोही कोही पछाडि लुकेर हैरान्छ कि मोबाइल चलाउन। कि हाम्रो बेबीलाई घुमाउन लाने भनेको बेबी यही हो न गाइज? खै लुकिसक्यो त लुक्नु सबैले शेयर गर्नु। गाइज साथीहरु चाहिँ अगाडि हिँड्दै छन् आफ्नै आफ्नै पारामा है। तर भ्यू चाहिँ खतरै आयो क्या आज। सिमावी स्कुल त्यो चरा हेर न, चरा उड्यो। ए खतरा आएको चरा त। हाई गरिदेऊ न सिर्जना, हाई गरिदेऊ न। हाई दिदी, यता बाबु हेर्दै हुनुहुन्छ। ल है गाइज, हामी चाहिँ पार्क आइसक्यौँ। पार्क गेट चिल्ड्रेन पार्क होइन र के हो? आइसक्रिम वाटरफल भएर रहेछ नि त जाम हो न। ल है ल है। हेलो, हामी चाहिँ पार्क आइसक्यौँ कि हामी। पार्कतिरको के अरे भ्यू छैन कस्तो लाग्छ? कमेन्ट लाइक सब्सक्राइब गर्नुहोस् ल। यो चाहिँ है खेल्ने ठाउँ, बच्चाहरू खेल्ने ठाउँ, पिङ खेल्ने ठाउँ होइन। कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला र तपाईँहरू पनि घुम्न आइदिनु होला। पानी वाटरफल कस्तो लाग्छ कमेन्टमा। फुलहरू चाहिँ दामी फुलिरहेको है यहाँ। काउसती 2 पानी खाने सुविधा पनि छ यहाँ गाइजहरू। यहाँ पानी खाइरह पानी के खेल्ने ठाउँ त, घुम्ने ठाउँ पनि रहेछ रमाइलो खाने। यहाँ चाहिँ के हो, पानीको चाहिँ खतरै गरा रहेछ। गरममा शीतल हुन आम है गाइसहरू। यहाँनिर चाहिँ यस्तो सबै कुराको राम्रो सुविधा खाएको बच्चाहरूलाई खेल्नलाई। कस्तो लाग्छ? राम्रै लाग्छ कि कस्तो लाग्छ भन्नुलाई है। ल है गाइज, भिडियो हेर्दा चाहिँ दिदीलाई चाहिँ यसो पोस्ट दिन मन लाग्यो अरे। सो भिडियो गराइदिएको दिदीको, तर राम्रो आयो नि है गाइज। दिदी राम्री पनि हुनुहुन्छ नि त, त्यही भएर नजिस्क्याउ है तिमी त्यत्तिकै। राम्रो त देखिरहन्। एकदम रमाइलो भयो, शीतल भयो है। आउनु गाइजहरू देखौँ सबैजना पालो पालो। त्यही हामी पनि देखौँ भनेको निस्क्यो क्या। उतापट्टि छ होला नि सायदै, यहाँबाट छिराउन त। खेल्ने ठाउँ गाइज, खेल्ने ठाउँ कति धेरैजनाहरू खेलिराखेको छ है। रमाइलो भइरहेको। यहाँ खेल्नु पनि हामीले सक्दैन कि। खेलाउँ न, आउनु। अलिक राम्रोसँग लिन, अलिक ठाडो गरेर। हाई रोलिन्स। हाई रोलिन्स। ल हाई पिङ खेलौँ राम्रोसँग। टाउको पो रिङ्गाउँदो रहेछ। कति कराटे भएर आउँछ छोरा नै यहाँ सबै देखेन। खेल्ने ठाउँ गाइज, खेल्ने ठाउँ कति धेरैजनाहरू खेलिराखेको छ है। रमाइलो भइरहेको।
है गाइस, आज चाहिँ एकदम रमाइलो भयो। हाम्रो भिडियो हेरेर चाहिँ मनपर्छ भने लाइक सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र आजको ब्लग यही टुङ्गाउन चाहन्छु। धन्यवाद।